हजुरआमा कति वर्ष अरे 100 वर्ष काट्नुभयो रोग नलागो छ आमा आशीर्वाद दिनु उता पनि दिनु आशीर्वाद आमाको आशीर्वाद जय जय रोग नलागोस् मेरो आशीर्वाद लागोस् है बाबा त्यही हामीलाई आशीर्वाद भए पुग्छ त्यति नै हामीलाई चाहिएको भनेको त्यति नै हो आउने मान्छे भन्छन् हजुरी कति वर्ष पुग्नुभयो अरे 100 वर्ष 100 वर्ष काट्नुभयो कालको आएको छैन त्यो त माथिबाट लेखेरै फिक्स हुन्छ आमा हैन मान्छेको धेरै आएको बाबु हो मेरा 3 भाइ छोरामा गर्बे छोरो पनि आघात जालो काटेर हिँड्छ रोगी भएर हेर्नुहोस् है कान्छो छोरो कति वर्ष हो 15 साल भइसक्यो गर्बे छोरो मेरो त्यति बेलादेखि मेरा पछि खर्चेका अहिले छोरा नाति पनाति जनाति भइसक्यो यहाँ पशुपति समूहका साथीहरू एकदमै मजाले मा बुधाय नमो नमः हरिया अक्षता अघि दुनामा चन्दन चढाइदिनुलाई अक्षता भनेका हरिया अक्षता यहाँ छन् ओम उद्बुद्ध्या स्वाग्ने प्रतिजागृहीतमिष्टपूर्ते सदा गुंश्रयाथः सूर्यादि नवग्रह अन्तर्गत बुधाय हरे राम हरे राम 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 हरे 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 कृष्ण 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 हरे 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 राम 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 हरे हरे ओ भगवते सदा साम्ब शिवाय नमो नमः नमः संभवाय च नमः शंकराय च नमः शिवाय च शिवतराय च नमः ओ भगवते सदा साम्ब शिवाय नमो नमः ध्यानम समर्पयामि हातमा लिनु भएको फूल त्यही चढाइदिनु होला आवाहनम आसन राखिदिएकै छौँ पाद्यर्कले पूजा गरिदिनु होला पाद्यम समर्पयामि हस्तार्घ्यम समर्पयामि मुखे आचमनीयम समर्पयामि पुनराचमनीयम पादयो पाद्यम समर्पयामि हस्तार्घ्यम समर्पयामि मुखे आचमनीयम समर्पयामि पुनराचमनीयम समर्पयामि मधुपर्कर मधुबातारितयत क्षरन्ति मधुसिन्धमात्रेण गावसन्त गति मधुनक्त मुतकज मधु प्रार्थिव कुङ्ग्रज मधुदेवरस्तुन पञ्चामृतं पाय पृथिव्यां पाय औगति कुपय दिव्यन्तरिक्षे पय म 4 कम 100 यहीँ छु मिलनजी 5 कम 100 यहीँ हुनुहुन्छ
छकम 100 ती हुनुहुन्छ। 85 म छु, दाइ 85 सबै होइन हाम्रो समूहको त सबभन्दा मोटो मै हो। कुन्टल जति हिँड्छ अहिले सबै कुन्टल जति हिँड्छ। माया नै माया छ तिम्रो नाउँमा, तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा। माया नै माया छ तिम्रो नाउँमा, तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा। प्रीति नै प्रीति छ तिम्रो ठाउँमा, तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा। तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा, तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा। सपनाको संसारमा म त भुले नि, बिरातीको दुनियाँमा आइपुगे नि। हे सपनाको संसारमा म त भुले नि, बिरातीको दुनियाँमा आइपुगे नि। होस आउँछ मन रमाउँछ, होस आउँछ मन रमाउँछ। जय होस्। हामी अहिले यो गलेश्वर महादेव भन्ने ठाउँमा दर्शन गर्न गइरहेका छौँ। यसको लोकेसन यस्तो छ। सबैजना आइराख्नु भएको छ। यो गलेश्वर शिवालय धाम हामी दर्शन गर्न गइरहेका छौँ। गलेश्वर बाबा की जय भनौँ। जय गलेश्वर बाबा धाम। यो वरिपरिको वातावरण यस्तो छ। मन्दिरमा शङ्ख घण्टहरू बजिरहेका छन्। त्रिशूल। यही लोकेसनमा छौँ हामी अहिले। यो चाहिँ म्याग्दी जिल्लामा पर्छ है। पुरै गाडी चिप्लिन्थ्यो अरे। होइन हिउँले त गाडी त पिलिले चिप्लिने हो नि त।
यो चाहिँ प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको मन्दिर हो, जहाँ स्वयं भगवान् विष्णुको उत्पत्ति भएको थियो। र यो हाम्रो विभिन्न धर्मशास्त्रमा पनि यो धर्मस्थलको बारेमा धेरै वर्णन गरिएको छ। यहाँ आएर यहाँको धाराको जल मात्र स्नान गर्नाले सम्पूर्ण पापहरू नष्ट भएर वैकुण्ठमा जाने एउटा मार्ग चाहिँ के अरे प्रशस्त हुन्छ भन्ने एउटा भनाइ पनि छ। र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोचोटि प्रधानमन्त्री हुँदाखेरि यहाँ मुक्तिनाथको दर्शन गरेर मात्र उहाँले आफ्नो पद ग्रहण गर्नुभएको थियो। र यो एउटा त्यतिसम्म शक्तिशाली एउटा शक्तिपीठ भगवान् विष्णुको उत्पत्ति भएको ठाउँ हो। र यहाँ एकदमै धेरै टाढा टाढाबाट भक्तजनहरू पनि आउनुभएको छ। र वरिपरि हिमाल एकदमै चिसो मौसम छ। यहाँ आउँदा यति आनन्द हुन्छ, यति चाहिँ रमणीय ठाउँ छ। र यहाँ चाहिँ एकदमै भगवान्को चाहिँ यो उत्पत्ति भएको ठाउँ हो। र यहाँ धेरै भक्तजनहरू यहाँ दर्शन गर्न आउनुभएको छ। हाम्रो अर्जुन धारा छ पशुपति टोलबाट पनि हामी पशुपति युवा समूहका धेरै साथीहरूले आज यहाँ आएर विष्णु भगवान्को दर्शन गरेका छौँ। र देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीहरूको जय जय होस्। नमस्कार।
बाटो बनाएको होइन नेपाल होइन यस्तो बाटो बनाएको छ ओलीले र पनि यता हेर्नु नि बारी घर बनायो छैन बाटो छ कचड थियो के थियो इन्टरिटार त्यसले सोच्ने कि बनाएछ कि भरे त्यसको कहाँ के भएको छ एक्चुअली हेरेर अब हामी छैनौँ कि अब त्यो सोच ट्याङ्कीमा कतिको बनाउनु पर्ने त्यो एक्चुअली हेरेर त्यहाँ के रहेछ उसलाई मिस्त्री अहिले आउँछ भाइले भनेर त्यहाँ अब त्यो अब उताबाट भरे आफैले हालेर मलाई भिडियो बनाउँदैछ म त प्लम्बरलाई भन्दैछु भनिदिन्छु ल यहाँ हुँदैन र हामी नुहाएको थियौँ नि त्यहाँ यहीँको नागरिकता चाहियो केटी यहाँको बिहे गर्यो भने केटीको नाम किन पाइयो होइन मतलब अनि यो त नेपालको संविधान विपरीत रहेछ त होइन यो त अनि यहाँ त बनाइए ल म यहाँ सकिहालेँ ल एउटा खिचिहालेँ हार्दिक अपील गर्दछु जय नेपाल जय नेपाल जय नरेश मुक्तिनाथ को हाइट हो यो घोडा खच्चरहरूको पनि व्यवस्था गरिएको रहेछ हजुर हाइट अनि यस्तो घुम्न आउँदाखेरि नजाने भन्छन् साथीहरू पो हाँस उठ्छ कि ट्रेकिङ गरौँ आयो घोडा हान्नलाई
कहाँ पुगेर हो दाजुहरू हल्का हल्का हो नेपालको अहिले हामी लेतै ठाउँमा छौँ अनि हाम्रो ब्याकएन्डमा चाहिँ धौलागिरी छ ल लो 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 भिडियो है भिडियो भिडियो
कहाँ सेल्फी छ हौ भिडियो छ के गर्ने हो तातो पानीमा नुहाउने 2 घन्टा जति टिमी बस्नुपर्छ नि फेरि के गर्नु देखाइदिनु कता भिडियो नै छ कमल सर जाऊ नहले त्यो डाँडा पारी माया बोकेरा जाऊ नहले त्यो डाँडा पारी माया बोकेरा वरिपरिको लोकेसनबाट खिच्नु पर्छ पानी भिज्छ रहेछ हाफै चाहिँदो रहेछ त्यसलाई खिच्नु नउता बाई बाई ल आयो है फोटो आयो है फोटो फोटो भिडियो दुइटै आयो है सन्तोष मामा यता हेर्नु है अलि नजिक बस्नु नि यार तपाईँहरू के पर जस्तो सौता जस्तो बस्नुहुन्छ मेरो साथी हजुर फोटोमा हेरौँ न यता हाल्ने भिडियो आफूले गीत हालेर टिकटक बनाउने कुदन अलिक कुदन न उसो जान यसो मेरो पछि उता भ्यू त राम्रो हो नि त उता कुद नि त तिमीहरू कुद्दैनौ न नि हो त्यस्तो यता हेर दिपक आइज यहाँ दिपक तँ आइज त दिपक यहाँ आइज न दिपक यहाँ आइज न यता तिमी खिचेको त मौका जान्छ कि धेर लामो भयो देवा तालमा साइली डुङ्गा सालला सम्झनामा तिम्रो ब्याकग्राउन्डमा हाम्रो धौरागिरी छ है रियल्ली उहाँको छ यार ल स्टार्ट भिडियो कि फोटो टिकटक बन्दैछ
पशुपति युवा समूहका भयो हजुर भयो साथीहरू आज यो परपरको निकाल्दै पनि भ्यू निकाले जाऊ नहले ले त्यो डाँडा पारी माया बोकेरा जाऊ नहले ले त्यो डाँडा पारी माया बोकेरा अझै सकेको छैन यहाँ होमस्टे रहेछ नेक्स्ट डेस्टिनेसन हो मार्फा माथि मार्फा मार्यो अरू ठाउँ निकै रहेछ नि यहाँ घुम्न लैजाउँ त जाऊ छैन चिया छैन अब जाने अरू ठाउँ पनि छ नि घुम्ने होइन भाइ अनि चिसोमा चिसो नि तातै थिएन हाम्रो पनि आएन भरे त्यहाँ सोधेर गरेर तातो आयो अघि त मन्दिरको ढुङ्गामा के हुनुहुन्थ्यो सबै बाटो काहीँ छैन त्यस्तो छ यहाँ
आधी कोपी बोकेर आयो फेरि आधी केजी कोपी त सबै आउँथ्यो मलाई कोपीको टोपी हालिदियो अनि केटालाई केही नभनेको अचार मात्रै बोकेर आउँथ्यो साह्रै विचार भयो है अहिलेसम्म केटै मात्रै आएको पहिलो रेकर्ड होला नेपालको रेकर्ड त्यत्रो जनामा केटै मात्रै हिँडेको यो पहिलो रेकर्ड होला होइन जे भने स्कोर आएको अनि त्यही बाटो हामी जाने बिचमा पिच हुन्छ बिचमा हिउँ पन्साएर अनि टक्क बुलेटमा टक्क उता उत्पन्न त्यसलाई अर्को त भिर छ नि भिर छ नि एउटा भिरमै बाटो छ नि त्यो त डेन्जर छ नि त्यहाँ त्यो भिरमा त डेन्जर छ ढुङ्गा झरिरहेको त्यस्तै भिरमा हिँड्नुपर्छ होइन भिर काट्न नसक्दै यता ल्याएको छ फेरि यता त्यस्तो भिर आएला यहाँ त बर्खामा त अलिक त पुरै सुनिँदैन मैले बोलेको सुनिएको छैन पर पठाइदिए जानु भन्दै त हामी अब 2 घन्टा पछाडि जोमसोम पुग्छौँ अन्नपूर्ण 1 दोवा मुक्तिनाथ दिसोय अरे उता मेघ दिने रहेछ यता मुक्तिनाथ दिसोय किन रोकेको के छ अगाडि गाडी छन् है गाडी छन् गाडीलाई त त भनौँ न अहिले मलाई याद आयो क्या म एकचोटि यहाँ आइपुगेको रहेछ चट्टान देख्दै गर्दा भिडियो बनाएको ढुङ्गामा बोलाउनु होइन मलाई त फिल भयो क्या यहाँनिर एउटै ढुङ्गा रहेछ यो सबै नौरोपनीको क्षेत्रफलमा फैलिएको ढुङ्गामाथि एउटै ढुङ्गामाथि बनेको शिवको मन्दिर हो यो चाहिँ अहिले यो बेनी बजारको छेउमा गलेश्वर बाबा नामले प्रसिद्ध तीर्थस्थल विकट छ
वरिपरि हेर्दा काहीँ घरहरूको नाम निशान छैन, चट्टानहरू मात्रै छ। तर यस्तो ठाउँमा पनि यति ठुलो ढुङ्गो माथि रहेको अवस्थित शिवको मन्दिर गलेश्वर बाबाधाम। हिँड्नु परिहाल्यो कसरी गर्नु यसरी हिँड्दै हिँड्दै ओके ओके। यो के कुन झोलुङ्गे पुल अरे यो? पर्वत जोड्ने झोलुङ्गे पुल 560 मिटर लामो। यो त नेपालकै होइन एसियाकै लामो कि केमा पर्छ होइन? मुनिको पर पुग्न त सकिने रहन्छ नि, पर पुग्न त सकिँदैन क्या हो है? बाफ्रे त पुलमा छ भन्नु यो काट्नु। हामीहरू आएको छैन खै कस्तो राम्रो रोटी हाल्नुहुँदो रहेछ अनि कस्तो राम्रो देखेको रोटी हेर्नु है यहाँ कति मजाले रोटी हाल्नु भएको। आज बिहान कति बजीदेखि 3 बजीदेखि हो रोटी पकाएको। 3 बज्न आँटेको थियो। त्यो डेक्चीको पिठो सबै सिद्धियो। अब सकियो अब यति अब 8-10वटा रोटी भने जस्तो रोटी पकाउने त मान्छे त कोही खोज्नु पर्ने रहेछ त अब त चाहिँदैन। कति राम्रो रोटी हालेको। ए लु तिहारमा सबैले रोटी पकाउन बोलाउने भयो अब। लु हेर्नु त दि अनि कोही चाहियो रोटी पकाउने मान्छे अब। उहाँ दिदी कहाँ गएर कति डल्ला कुट्यो होइन दिदी पहिला डल्ला कुट्यो नआएर गएर घर लिपिएन कि घर पनि लिप्नु भयो यहाँबाट नआएर पहिला पहिला हाम्रो दाजुले पनि लिपे अरे हौ घर त। अघि यहाँ ल्याएको थियो पानी लिएर जाँदै हेर्नु थियो। हेर कति राम्रो रोटी। रातो होइन कलर लागेको कि यस्तै राम्रो रोटी भएको अनि कलर लाए जस्तै आयो त कस्तो राम्रो अनि है ल बजक्को रहेछ त अनि रोटी पकाइ त हेर्नु त दि अनि यतिको रोटी पकाइ भयो अरू के चाहियो भन्नु त। पहिले कतिलाई रोटी पकाएन कि त आँसुको मूल्य तोकिदेऊ कि त बग्ने आँसुलाई रोकिदेऊ। जति सक्छौ मन जलाऊ जलाऊ आँखाको पानीले बन्यो तलाऊ। कि त आँसुको मूल्य तोकिदेऊ कि त बग्ने आँसुलाई रोकिदेऊ।